हेलो गुड मर्निङ फिदिम। हामी चाहिँ नेभी प्रापास्थल वितरण केन्द्रका स्टाफहरू आज नेपालको पूर्वी क्षेत्र इलामका केही भूभागहरू भ्रमणका लागि निस्केका छौँ। आन्तरिक पर्यटन प्रवर्धन भनौँ या विधाको सदुपयोग भनौँ, जे भने पनि हामी निस्किसकेका छौँ। अब हामी बाटोमा कम्तीमा पनि 90% चाहिँ साङ्गीतिक प्रस्तुतिहरू दिँदै बाटो काट्ने छौँ। असनेको रातो सारी तरङ्गे गाडी सुनको चुरा बरुरी नै गाडी आहै बरुरी नै गाडी गाईलाई गोठरेलीमा घोडालाई त बेला जाला जो त्यहाँ छ शान्तिको क्षेत्र मेरो देश छलकिन्छ ममता मेरो गङ्गा जता तता भेट्न आउँदैछु तिम्रो गाउँमा प्रीति नै प्रीति छ तिम्रो गाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा रातिको दुनियाँमा पुगे नि हो तिमीलाई मैले पानी दिन्थे होला त्यसपछि हो दिन्थे होला संसारका सारा खुसी तिम्रै लागि किन्थे होला त्यसपछि अबडै आयो हाम्रो त्यही पर घर हाम्रो कसको छोरी पातली मोरी लैजाने आँट हाम्रो लैजाने आँट हाम्रो नपाए तिमीलाई हो नबिर्से तिमीलाई नपाए तिमीलाई बिना दिलमा सजाए तिमीलाई बिना दिलमा सजाए तिमीलाई यो यात्रा सुनौलो अनि साथ तिम्रो यो यात्रा सुनौलो अनि साथ तिम्रो सम्झेर भेट्न बोलाए तिमीलाई सम्झेर भेट्न बोलाए तिमीलाई बिना माया भए डराउनु पर्दैन त्यसैले त बोलाउन मन लाग्यो माया भए डराउन के खाँचो यो सान हाम्रो रातो र चन्द्र सूर्य झै अटल्यो झुकेन यो कहिले झुकेन यो कहिले जङ्गी निशान हाम्रो जन्मदै जगतमा कैयौँ बहार आए साम्राज्य दुई हारे नसान हाम्रो रातो र चन्द्र सूर्य। हेलो, आज मिति 2082 साल कार्तिक महिनाको 29 गते शनिबारको दिन हामी माई पोखरी
भिजिटको क्रममा अहिले ठ्याक्कै माई पोखरीको अगाडि साइडमा आइपुगेका छौँ। सबै साथीहरू मनोरञ्जनले भरिपूर्ण अवस्थामा हुनुहुन्छ। साङ्गीतिक प्रस्तुति सहित उहाँहरू अहिले ठ्याक्कै यहाँ फोटो खिच्ने प्रस्तुति दिँदै हुनुहुन्थ्यो। मैले चाहिँ यसैलाई अलिकति भिडियोको रूप प्रदान गर्न खोजेको हो। सबैजनाले हात उठाएर माई पोखरी थ्याङ्क यू भेरी मच गाइज। मरे होलान कोही त हारिसे जलेन हलेसी ए छुट्नै मन लाग्दैन हो तिमीलाई। तपाईँ खोटाङको मान्छे, तपाईँ जान्नु, म तपाईँको खिच्छु। सम्झनामा आउँछौ हजार दाजु हामी त्यही तल बेसीको त्यही तल बेसीको चिन्जान गरौँ लै लौ माया हितैको खोटाङ जिल्ला दिक्तेल बजार लै सम्झनामा आउँछौ हजार। खायो खायो के खायो खसीले के खायो खसीले मेरो माया लै लेखिदेऊ मसीले खोटाङ जिल्ला दिक्तेल बजार लै सम्झनामा आउँछौ हजार। हाम्रो चाहिँ करिब 20 जना जतिको जम्बो टोली घुम्नका लागि निस्केका छौँ। हाम्रो आजको यात्रा सुरुदेखि अन्तिमसम्मै साङ्गीतिक प्रस्तुतिमै सकिन्छ भन्दा फरक पर्दैन। हामीले चाहिँ अहिले माई पोखरीको भ्रमण सकेर अब फिक्कल कन्याम हुँदै अघि बढ्दैछौँ। यात्रामा देखिएका यी सुन्दर फुलहरूले अझै हामीलाई एकदमै आकर्षित गरिरहेको थियो। हामी अब फिक्कल पनि पुग्यौँ। अब हामीले चिया बगान देखिसकेका छौँ। नेपालको एकदमै चियाका लागि प्रसिद्ध आन्तरिक तथा बाह्य पर्यटकहरू घुम्न रुचाउने कन्याममा हामी आइपुगेका छौँ। यहाँ फोटो खिच्ने भिडियो बनाउनेहरूको एकदमै भिड थियो। हामी पनि त्यसैमा सरिक हुँदै अलिअलि हामीले पनि फोटो भिडियोहरू खिच्यौँ। तर आज मौसम अलि प्रतिकूल भएका कारण फोटो भिडियोहरू त्यति आकर्षक नआए पनि हामीले आफ्नै आँखाले एकदमै क्याप्चर गरेका छौँ। यहाँ गोपाल सरको पोज, यो चाहिँ हाम्रो सरको पोज, यो तल्लो सरको पोज। यहाँ हेर्ने दर्शक, उहाँ पनि हेर्ने दर्शक, उहाँबाट पनि यताबाट पनि दर्शकै दर्शक हुनुहुन्छ। यहाँ हाम्रो यो के हो, यो चियाको अलि एक निन्द्रा पुर्याएर मात्रै उठ्छु भन्नुहुँदैछ। कन्यामलाई यति नै निहाल्दै अब हामी लाग्यौँ श्रीअन्तुतर्फ। तिम्रो त्यो मायालाई फिदिमदेखि गीत गाउन सुरु गरेका हामी श्रीअन्तु पुग्दासम्म पनि हामी गीतलाई अलिकति पनि कम हुन दिएका थिएनौँ। अब चाहिँ हामी श्रीअन्तुको तल्लो भेगतर्फ आइपुगेका छौँ। एकदमै राम्रो दृश्य। हामी अलि ढिला आइपुग्यौँ। यहाँ साँझै पर्न लागेको थियो हामी आइपुग्दा, तर एकदमै रमणीय दृश्यहरू हामी अवलोकन गर्दै जाँदैछौँ। अलि उज्यालोमा आउन पाएका थियौँ भने चाहिँ यहाँ एकदमै राम्रो फोटो भिडियोहरू बनाउन पाइन्थ्यो होला, तर पनि हामी आइपुग्दा यहाँ साँझै परिसकेको थियो। त्यही पनि हामीले यो जस्तो आउँछ त्यस्तै भिडियो क्याप्चर गऱ्यौँ।
यो चाहिँ बेलुका साँझबाट पनि अझै उकालो लागिसकेपछिको दृश्य एकदमै राम्रो छ। हामी सबैजना एकचोटि यो परिसरलाई परिक्रमा गर्नका लागि निस्केका थियौँ। सबैजना आफू रमाइलो गर्दै हुनुहुन्छ, हामी पनि रमाइलो गरेर अघि बढिरहेका छौँ। यहाँ हाम्रो भिडियोमा आउनु पर्ने भयो। हेलो भन्दै हेलो गाइस। यता म्याडम फेरि म छुटेँ भनेर पिरमा हुन्छ। तपाईँ पनि पिरमा हो? त्यही होइन, दोस्रो चोटि मेरो माल सबैले सह गर्नु पर्यो नि त। कहाँ एक्लै मायाको बारीमा प्रीतिको फुल सङ्गाली राखेको यस ठाउँलाई एक परिक्रमा लगाइसकेपछि हाम्रो पालो जमाना पैसाको भर नहुने पानी र पैसाको हो यो जमाना पैसाको भर नहुने पानी र पैसाको चौबन्दीमा तुनेको सुर्के तैली खै गर्छु पर पर सर्छु मन मन्तै साट्यो कि काम गर्छु पर पर सर्छु मन मन्तै साट्यो कि मलाई उल्लु बनाएर
चौबन्दीमा पुरेको सुर्के कहिलेकै मनमुजी मान्छे कता कता जान्छे खोज निन्दा नगर मनमुजी मान्छे कता कता जान्छे खोज निन्दा नगर कहिले छ वैशा राजे बढी जफ्ती नगर कत्ताले के कतै रोका तेरा बोलेको झुम्केरो मन खै झुम्केरो मन खै भन झुम्केरो मन खै उसले बोलेको झुम्केरो मन खै चौबन्दीमा पुरेको क्लब में आया तू भी है करना वो कर लो इधर ही मैं हूँ तेरा पकड़ लो खर्चा का चौक लागे लो खर्चा का चौक लागे लो कमरिया 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 लॉलीपॉप लागे लो झुमा झुमका वाली ओए झुमा झुमका झुमका वाली को पत्ती बाल्दै आइन झुमा झुमका वाली ओए झुमा झुमका वाली को पत्ती बाल्दै आइन झुमा झुमका वाली हेरा हेरा चढ्न थालिन् हेरा हेरा चढ्न थालिन् पैसाको
साथी राम्रो मिलेर माया राम्रो दिलै खोलेर रूप राम्रो सिगारेर साथी राम्रो मिलेर माया राम्रो दिलै खोलेर सानो के छ थाहा छैन आफ्नै लाग्छ देखेर दुई वचन मिठो बोलेर हजुर घाम लाग्यो घमाइलो जता हेरे पनि हजुर खोल्दै रमाइलो जता हेरे पनि हजुर खोल्दै रमाइलो धनकुटाको पानी मिठो धरनाको पियारा जीवन बिताउ यही बसेर धनकुटाको पानी मिठो धरनाको पियारा जीवन बिताउ यही बसेर तिम्रो माया मोरी मोरी मेरो माया सागर सँगसँगै बसौँ मिलेर स्याटरडेलाई त्यतिमै बिट मार्दै हामी सन्डे बिहानै लाग्यौँ सनराइज हेर्नका लागि श्रीअन्तुतर्फ। यहाँ श्रीअन्तुतर्फ आउने मान्छेहरूको एकदमै भिड थियो। हामी आइपुग्दाखेरि चाहिँ यत्तिको अँध्यारो थियो, सनराइज देखिने बेला अलि भएको थिएन। सबैजना सनराइज हेर्ने पर्खाइमा बसिराख्नु भएको थियो। यत्तिको उज्यालो हुँदासम्म सनराइज देखिएको थिएन, सूर्योदय भएको थिएन भनौँ। अब सूर्योदय हुने बेलालाई पर्खेर हामी सबैजना बसेका छौँ हेरेर। यहाँ सबैजना कतिखेर हुन्छ भनेर हेर्न आतुर भइराख्नु भएको छ। यत्तिकैमा हाम्रो गोपाल सरले के भन्दै हुनुहुन्छ हामीलाई। हामी आज श्रीअन्तुको सूर्योदय हेर्नका लागि चाहिँ यहाँ उपस्थित भएका छौँ। सूर्य निस्किने चरणमा हुनुहुन्छ। केही समय धैर्यता राख्नु, धैर्यताको फल मिठो हुन्छ। 6 बजेर 10 मिनटसम्म त्यही गर्नु। फाइनल्ली हाम्रो प्रतीक्षाको घडी चाहिँ समाप्त भइसकेको छ। हामीले सूर्योदयको पहिलो दृश्य चाहिँ देखिसकेका छौँ।
साह्रै राम्रो भयो एकदम तपाईँहरू आयोजकलाई विशेष धन्यवाद यति भन्दै अब लागौँ आफ्नो बाटोतिर। गुड मर्निङ सबैजनालाई। हामी अहिले हाम्रो 5 थरबाट तय भएको गुरु योजना मध्येको एउटा योजना हाम्रो सूर्योदय हेर्ने थियो। श्रीअन्तुमा आइपुग्यौँ, यहाँको सूर्योदय अवलोकन गऱ्यौँ। अब यस सँगसँगै हामी अब कर्मथलोतर्फ केन्द्रित हुन्छौँ। सकेभर हामी अफिस टाइममै कार्यालय पुग्ने हाम्रो भरपुर प्रयत्नतिर रहन्छ। हिजो माई पोखरीको यात्रा सफल पार्यौँ, आज श्रीअन्तुको यात्रा सफल पार्यौँ। सम्पूर्ण यात्रु पर्यटक आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सहित भरपुर मनोरञ्जन लिनु होला। यहाँको सुन्दरताको अवलोकन गर्ने अवसर फेरि फेरि प्राप्त नहोला। मौका आउँछ पर्खिँदैन, बगेको खोलो फर्किँदैन भन्छन्। अब त्यही गरौँ। हाम्रो एकदम 5 थर नेपाल विद्युत प्राधिकरण 5 थर टिमको चाहिँ यात्रा एकदम रमाइलोसँग बितेको छ। सांगीतिक कार्यक्रम पनि राति राम्रैसँग बित्यो। अहिले अन्तु डाँडाको चाहिँ सूर्योदय पनि हामीले राम्रोसँग हेर्न हामीलाई मौका मिल्यो। त्यसैले समस्या पारेन। ल यति भन्दै आयोजक टिमलाई धन्यवाद भन्दै मेरो 2 शब्द यहीँ टुङ्ग्याउँछु। यति सकेर हामी अलिअलि थकाइको महसुस गर्दै आफ्नो कार्यस्थलतर्फ बिहानै प्रस्थान भयौँ।